guys, again welcome back to my channel. अहिले चाहिँ हामी बिहान निस्किनु भएको केटाहरू ओइ बिहानमै खोलेछ आएको कुरा नगर कहाँ मुख धुन्छ भने गइदिने हो म त अब चाहिँ उतै डाँडातिर चढ्नु लाग्यो अझै निशल भाइ अब यहाँदेखि माथि जानुपर्ने हुन्छ त्यही माथि चढ्दाखेरि देखाउँछु है त A little longer than a few minutes later. So guys, अहिले चाहिँ हामी आधी घन्टा जति बाटो हिँडिसक्यो वाइल्ड थाकेर रेस्ट गर्दै हिँडिरहेछौँ होइन काले बोल्दैन त निश्चल भएर अस्नु भएको त माथि छ ल अब सनराइज भएको चाहिँ छिटै देखिन पाउँछ होला तर हामी यत्रो ठाडे डाँडाको कसो चढ्यो भने त्यही सोचमा छौँ बिस्तारै बिस्तारै चढेर देखाउँछ यता ल सो गाइज अहिले चाहिँ हामी यहाँदेखि आइपुगेछौँ यहाँ तलदेखि आइपुगेको छौँ अनि केटाहरू माथितिर जाँदैछ लाग्दैछ गाडमा रहेछ भने हामी अब त्यहाँ तल्लोको बाटो झऱ्यो यहाँदेखि उतै उतै यो सब डाँडा कटेर काठमाडौँतिर पुग्नुपर्ने हुन्छ आज पैसा मिल्यो भने सैलुङ पुग्नुपर्छ भनेको नमिल्ला जस्तो छ ल है त साट सो गाइस अहिले चाहिँ हामी यो तल्लोदेखि माथिसम्म आइपुग्यौँ मर्निङ सनराइज भइसकेको छ ल मिठो के कसो खाले केटाहरू चाहिँ अगाडि माथि गइदिसक्यो होइन हामी चाहिँ माथि जानै सक्दैनौँ अझै पनि यत्रो माथि हिँड्नुपर्ने छ भने खोइ जुम गरेर देखाइदिउँ त हट्टाखाटे यत्रो माथि जानुपर्ने छ यार अब यो भन्दा माथि गयो भने चाहिँ गाँडफाँड हुन्छ जस्तो छ जानु नसक्ने जस्तो कस्तो माइक लालहरूमा चिलमा गएर होला क्या हामी पनि चिलमै जानुपर्ने रहेछ यसो भ्लगको लागि हामी के उठान गर्ने यार ल ठिक छ बोकेर माथि बस पुग्दैछ केटा यहाँदेखि अझ पर्खी हिँड्नुपर्ने हुन्छ अरे तोरी कहिले चढ्नु हो यत्रो कहिले चढ्नु मान्छेको दाँतबाट पसिना आइसक्यो यार जहाँबाट नआउने ठाउँबाट त्यहाँबाट आइसक्यो पसिना ओ भाइ मारो मुझे मारो मारो मुझे मारो मारो ओ मोबाइल सवाल पनि सकेको छैन मैले हामी ठ्याक्क उता माथिको डाँडा पुग्यो भने चाहिँ दामी देख्थ्यो है दामी ल अब अहिले चाहिँ राख्छु म भ्लग सक्दैन A few moments later. सो गाइस अहिले चाहिँ हामी टप त टपमा आएको छौँ ल केटाहरू चाहिँ यहाँ आइस फुटाउन गएको छ यहाँ त मजाको आइसै देखिरहेको छ यार के गर्छ अश्विन भाइ ल यहाँदेखि टक्कै बडाहरू मजाले देखिरहेको छ आज हामी सिधै जाने होइन आज सिधै जाने हो आएको नगरे ओ लाइक टोक फेल 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 अरे 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 निस्सले फुटाएको भिडियो चाहिँ म त्यहाँबाट देखाउँछु अहिले चाहिँ केटाहरूले यहाँ के गरेर हामी अब त्यो डाँडा जाने हो अनि त्यो नजिकको हिमाल हेर्ने हो त्यो डाँडा गएर अब देखाउँछु है त ल One eternity later. सो गाइज अहिले चाहिँ हामी त्यो डाँडादेखि यो डाँडा आइसक्यौँ यो डाँडा अझै यस्तो माथि जानुपर्ने छ हामी यस्तो ठाउँमा बसिरहेको छौँ कसरी बसिदिरहेको छु देखाइदियो त डिग्रेड भइरहेछ किन भित्रमा आइपुग्यो भनेर तल जम पनि छैन माथि जम पनि छैन हड्किसक्यो जिन्दगी स्टक भइसक्यो डर लाग्छ ऊ त्यो साइडदेखि त झन् साइकको डल्ला भने ज्याकेट नभिडा मलाई बाटो पुरै यस्तो छ कि छैन भने बाटै छैन भने बाटै नभएको ठाउँबाट हिँडिरहेछौँ हामी यसो भाइ समातेर आइज है समातेर आइज
हो र आइज यसरी घाँस समातेर बस्नु परिरहेछ अझै टुप्पो छ थाले ज्याकेट यहाँदेखि अझै जानुपर्ने छ माथि अब यहाँदेखि चाहिँ ब्लक म इन्ड गर्दिनँ सरासरी अब यत्तिकै जाने केटाले यहाँ लिएर तनाव पर्ने रहेछ नि अब जति स्ट्रगल गरेर त्यतिको भ्यू देख्न पाइन्छ होला नि ल यसको हिँडाइ मात्रै खतरनाक अनि चिप्ल्यो भने कहाँ तल पुग्दै होला त कहाँ तल पुरै ओइ मातर फादर यस्तो रहेछ कि फेरि अलिकति यस्तो जाने रहेछ म्यान भर्सेस वाइल्ड हुँदैछ भने यहाँ आइज न आइज यतातिर यस्तो खाल्टो आइ माइक छ त काँडा रहेछ है यस्तो यस्तो छ है त्यस्तो कुरा नगर चिमेटबाट यहाँदेखि जेरी हुन सक्छ भूकम्प आएर जेरी भइदियो भने त कसरी भ्लग हान्नु यार भ्लग हान्नै गाह्रो भयो त ए एकछिन उतै माथि चढेर देखाउँछु उतै माथि ल सो गाइज अहिले चाहिँ यस्तो छ होइन यहाँ म यतिसम्म आइसक्यो निसु भाइ स्ट्रगल भन्दैछ त्यहाँ अब चाहिँ तल्लोको मोड आएको है त्यहाँ सिस्नु छ है सिस्नु समात्लास यहाँदेखि त बाटो ठिक गुड छ ल भाइसक्यो अब यहाँ चाहिँ फेरि यसरी चढ्नु पर्ने हुन्छ म्यान भर्सेस वाइल्ड हुँदैछ नेपालको यहाँ गाडो सिट पानी निकाल्नु चाहियो माइकको नसक्नु छ ओइ हामी त डाँडाको टुप्पोमा आइसकेको छ नि त ल तोरी बोर छ त ला हेर्छ बोर भयो त अब त ओइ लाम त सिस्नु कमन झन्नै झरेको म यहाँ अब त्यति माथि पुगेर देखाउँछ यो भन्नु सक्दैन त्यो गाई जहिले हामी माथि आउँदा आउँदा हामीले नयाँ प्लान्टको आविष्कार गरेर जस्तो छ नि त एक्कासी के हो यस्तो कमेन्ट हालिदिनु ए ल त्यस्तो छ यार बोर छ भने ल है ल अझै माथि गएर देखाउँछ सो गाइज अहिले चाहिँ हामी माथि आइपुगिसक्यौँ विशाल भाइ डेढ भइरहेछ यहाँ वाइल्ड कुकी लागेर वाइल्ड त्यत्रो डाँडा चढ्यो हामी के हेर्नु है अस्ति भाइ र कालेलाई चाहिँ आइज भनेको आउने मानेन अब कोही कोही बेला आउने हो आएको बेला घुमिहाल्नुपर्छ क्या यसरी बस्यो भने हुँदैन केटाहरू चाहिँ तलतिर झऱ्यो यसो भाइ र म चाहिँ आइदिएको मासतिर अन्त त हाल त ल अब फेरि उत्यो साइड गरेर एक मिठो गीतमा म सिनेमेटिक भ्यू बनाउँछु
15 minutes later. गाइज अहिले चाहिँ हामी त्यहाँ डाँडा झरेर एकछिन टाइम ल्याप्स बनाएर झर्दैछौँ। अब झर्ने बाटो नि फेरि यस्तो छ क्या ल यहाँदेखि हेर्दा त सत्तो जान्छौँ फेरि सत्तो जान्छौँ यहाँदेखि कति तल कति तल हामी कहाँदेखि चढायो किन अब यहाँदेखि हामी सिधै अब झरेर जानेछौँ बाटो हुँदै हो फेरि त्यही एडभेन्चरको बाटो हुँदै जाने हो अब बिस्तारमा टाँसिँदै ल कति तल होला त बादल त माथि माथि पनि छैन यार हाम्रो रेन्जमा त बादलै छैन भने अब बा पनि छैन भने ऊ त्यो तल घर रहेछ यार निसो भाइ याद गरिदिनुहोस् ऊ त्यो तल छाप्रो छाप्रो छ कि ऊ त्यो तल तर मोबाइलमा देख्दैन। अब यहाँदेखि फेरि त्यही जर्नी स्टार्ट हानेर जानुपर्ने हुन्छ ल अब तलै पुगेपछि देखाउँछु। मोबाइल राख्यो भने फेरि यो डरलाग्दो बाटोमा फेरि के गर्नु होइन बाटो बिरालो गाइस भाँड्छ बाटो अहिले चाहिँ हामी ठाडै जङ्गल झर्दिएर माथि सबै जङ्गल झर्दिएको हामी चाहिँ अझै यत्रो ठाडै बाँकी छ भने अझै जानुपर्ने छ यार त्यत्रो बाटो बाटो दुता छ त अब यहाँ हामी आफै ओन वे लिँदै हिँड्दा भने किनकि अब लामा भाइहरू नि आउने कुरा गर्दैछ तिनीहरू आयो भने हामी सैलुङ भोलि पनि सैलुङको भ्लग निस्किन सक्छ है भोलि आज लामाहरू निस्क्यो भने धेरै चाहिएन बजेट 3-4 हजारको बजेट भयो त ल भोलि सैलुङ फिक्स भने उतै गरेर देखाउँछु अब डुम्मै गाह्रो भइसक्यो अहिले चाहिँ तल आएर हामी एकछिन रेस्ट गरेर अब बाइक पोल स्टार्ट गरेर निस्किहाल्नु पर्ने हुन्छ हामीसँग धेरै टाइम पनि छैन तल जानु वाइल्ड तल छ कस्तो छ आइपुग्यो अब यहाँ कोल्ड स्टार हानेर राख्नुपर्ने हुन्छ एकछिन भयो नि केटाले लक त हानेछ कति छ हौ तेल नि 3 लाइन जति रहेछ 3-4 लाइन लौ ल अब यहाँ भइसक्यो निश्चल भाइ आएको छैन अब यहाँदेखि निस्किनु पर्ने हुन्छ ल अब तलतिर जाँदाखेरि देखाउँछ है त ल केटाहरू आउने भन्दैछ अब केटाहरू आएपछि सैलुङतिर लागिन्छ होला त्यही हो अहिले सो गाइस अहिले हामी चाहिँ यहाँ खरीढुङ्गा आएर बसिरहेको छौँ अनि खरीढुङ्गा चाहिँ उयो हो यो खरीढुङ्गा यो डाँडा सबै खरीढुङ्गा हो होइन अलिक माथि नै खिच्नु लागिरहेको थिएँ अलिकति यो हतारमा आइहाल्यो ए यहाँदेखि जस्तो तलतिर छ अब यहाँदेखि अब मुडेतिर दालमोटको भाँडा 2 hours later. ल गाइस अहिले चाहिँ हाम्रो केटाहरू आइसक्यो ल अब चाहिँ ग्रुप भेटिसक्यो है ल हाम्रो टोटल ग्रुप यति नै हो ऊ त एकजना छ ल अब यहाँदेखि चाहिँ हामी सैलुङतिर जानुपर्ने हुन्छ कि कसो केटा ल अब यहाँदेखि सैलुङ आएको देखाउँछु है त ल